छोरा आम्बो थ्याङ्क यू सोनाम दा लु यहाँ हाम्रो सोनाम दा भ्लगर सोनाम दा भ्लगर हो यहाँनिर चाहिँ आइफोन छ यहाँनिर चाहिँ अलिकति रेडमी हो अलिकति गरिब यता चाहिँ अलिक धनी होइन लु जेमसी चिन्ने टालुमा सो हेलो एन्ड वेलकम ब्याक छ हजुरहरूलाई है र आज चाहिँ यस भिडियोलाई बनाउँदैछु है किन भन्दाखेरि चाहिँ आज चाहिँ हामी फेरि पनि जनरल सेवा जान गइरहेको छौँ है र यो पालि कता छ भने चेम्चेमा रहेछ र चेम्चेमा जाँदैछौँ हामी सायद मैले लास्ट जोनलको भ्लग पनि सायद चेम्चेमै बनाएको थियो होला फेरि पनि चेम्चेमै हुँदैछ हो र यो जोनल सेवा चाहिँ के हो भन्दाखेरि चाहिँ नि गाइस यसमा चाहिँ के हुन्छ भने चाहिँ हाम्रो के भन्छ चर्चहरू चाहिँ हाम्रो प्रेस्बिटेरी चर्च भन्छ हो र यसमा चाहिँ के हुन्छ भने चाहिँ हाम्रो के भन्नु अब युथहरूको सेवा एउटा सेवा अब जोनल हाम्रो बी हो बीमा चाहिँ अब जतिवटा चर्च हुन्छ नि अब 5-6वटा अब कतिवटा चर्चहरू छ त्यो सबै एक दिन अब हाम्रो चाहिँ 2-2 महिना बादमा हुन्छ सो आज चाहिँ त्यो दिन हो है र त्यस दिनमा चाहिँ के हुन्छ भने चाहिँ सबै युथहरू भेला भएर चाहिँ त्यहाँनिर सेवा गर्छ हामी हो सो आज चाहिँ त्यही हुन गइरहेको छ र आज यहाँ हेर्नु सक्नुहुनेछ हो आमा के हो पुरा टर्किन्छ त सो यस मैले केस पनि काटिरहेको छु हो यहाँ चिन्डे काटिदिरहेको छु होइन अहिले अलिकति त्यतिकै काटिदिएको हो र हुन्छ गाइस अब अहिलेसम्मबाट हामी निस्किन आँटेको भन्दा पनि अब 1 घन्टा बादमा निस्किने हो 8 बज्दैछ 9 बजी निस्किने हो 10 बजी चाहिँ त्यहाँ पुग्नुपर्ने सो यहाँदेखि त कति पनि लाग्दैन आधा घन्टा जति लाग्छ हो सो या त्यस्तै छ जिन्दगानीहरू र सन्चै हुनुहुन्छ होला तपाईँहरू सबै र म पनि एकदमै सन्चै छु हो र अब चाहिँ लुगा सुगा फेरेर पर्खिनुपर्छ सबैलाई त्यहाँदेखि चाहिँ सबै युथहरू आउँछ त्यहाँदेखि गाडी मिलायो होला सायद हो सो त्यही लिएर हामी जानेछौँ छ्या क्यामेरा बिग्रिन्छ नि आउँदा चाहिँ ओके गाइस अहिले भेटौँ लु गाइस 10 चाहिँ यहीँ बजिसक्यो हेर्नु त यो के साह्रो ढिलो गर्छ हौ यिनीहरू खै गाडीमा आएको छैन त दी रेडी हुँदैछ भर्खर जेमसी दे God bless you. जेमसी बहिनी लु गाइस अब चाहिँ अब हिँड्नु आँटेको हो यहाँनिर अब यति अब कहाँदेखि उठाउनु पर्ने हो गाइस यो मेरो आइफोन त्यो प्रो 16 प्रो किन्दाखेरि चाहिँ यो वाटर बोटल फ्री पाएको इट कस्ट ओन्ली 20,000 रुपिस DM me if you want to buy कस्तो दामी वाटर बोटल यसले मेरो बोक्स अलिक स्ट्यान्डर्ड यो चाहिँ मेरै खासमा गाइस म चाहिँ कुर्तामा लगाउँ भन्दै राम्रो देखि लाग्छ कि छैन भन्छ क्या कसको तपाईँको सञ्चालक नोप कसको अन्त अनिशा अम्मा के गिटार त गिटार अन्त यिनीहरूले बोक भन्छ अन्त लु साथी हो हामी चाहिँ हिँड्यो यहाँनिर 10:30 हैन सबै हो र अब चाहिँ हामी डाइरेक्ट पर पुगेर भेट्ने छु लस अर्को ग्रुप पनि आइपुग्यो लु गाइस हामी चाहिँ आइपुग्यो हो चेम्चे चर्च पहिला पनि देख्नु भएको होला मेरै भ्लगमा र यहाँनिर सेभ्यो छ र बतिमले मलाई भरे गाडी कुदाउनु दिँदैछ हो जाँदाखेरि दिनै पर्यो भरे जाँदा गाडी कुदाइ हुन्छ यहाँनिर चाहिँ हामी चाहिँ अलिकति कति 10-18 मिनट ढिलो भएछ यहाँनिर हेर्नु सक्नुहुनेछ आज चाहिँ सोनाम दा पनि छ 2 जना भ्लगर भयो हाम्रोबाट कति मिनेट छ नि हजुर
अब 10:30 हो भने चाहिँ 18 मिनट भनौँ न 18-19 मिनट यहाँनिर हेर्न सक्नुहुनेछ लु यहाँ हाम्रो सोनामदा ब्लगर सोनामदा ब्लगर हो यहाँनिर चाहिँ आइफोन छ यहाँनिर चाहिँ अलिकति रेडमी हो यहाँ अलिकति गरिब अलिक गरिब हो म चाहिँ हो यता चाहिँ अलिक धनी 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 होइन लु अलिकति दा अलिकति त्यो गरिदिनु न मेरो र यहाँनिर भाइको पनि प्लिज तपाईँहरूले सपोर्ट गरिदिनु होस् होला र उसको पनि धेरै मेहनत गरिरहेको छ र तपाईँहरूले एकदमै भाइलाई सपोर्ट गरिदिनुहोस् होला थ्याङ्क यू दा थ्याङ्क यू गिटार खोइ ले त गिटार कहाँ राख्यो खाइरहेको ट्रेनिङमा गएको जस्तो तपाईँले फिल नगर्नुहोस् आज तपाईँले मसँग यहाँ हुनुहुन्छ म तपाईँलाई शक्तिशाली कुरा उपयोगी कुरा प्र्याक्टिकल कुराहरू व्यवहारिक कुराहरू मात्रै बोल्न चाहन्छु लु साथी हो सक्यो सेवा पनि हो यहाँनिर फोटो सेसनहरू हुँदैछ ए सरी यहाँनिर हाम्रो लिड सिङ्गर ला कालै देखेँ तँलाई त ए ब्राइटनेस कम्ती रहेछ मेरो यहाँनिर चाहिँ चर्च लु साथी हो अहिले चाहिँ सोनामदाको दोकानमा है आएर यहाँनिर मोमो खान आँटेको यहाँनिर सबैजना हेर्नु सक्नुहुनेछ र अब हाइलेक्सनमा मोमो खाएर भेट्नेछ ल धेरै धेरै धन्यवाद धन्यवाद छ सोनामदालाई ए नुन अचार खान्छौँ लु के मेरो धन्यवाद ल अब चाहिँ खाएर भेटौँ ल
भ्लगर भनेको यस्तै हुनु पऱ्यो नि अन्त 10 धन्यवाद 10वटा आम्बो थ्याङ्क यू सोनाम दा 10 1 2 3 4 5 6 7 8 कतिजना भ्लगर खान हो के भयो यो यो चाहिँ मेरो है सोनाम दा मेरो 7 8 9 12 ल अब चाहिँ लागेको ए यो धेरै दिन बादमा भेट देख्दछ हौ गाइस चाहिँ स्टिभ ए ठिकै हो छोड्दै गएको लु गाइस घर आइसक्यो हामी र एकदमै मजा आयो है आज पनि र अब त्यति नै छ हो र अब चाहिँ केही छैन गर्ने कामहरू हो र अब चाहिँ एकछिन पढ्ने हो किनभने बोर्ड एक्जाम चल्दैछ हो र त्यही छ जिन्दगानीहरू र हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो टिल दि एन्ड है र तपाईँहरूले इन्जोय गर्नुभयो भनेर म आशा गर्दछु है र अब सायद मैले अब भ्लग बनाउनु पनि बिर्सिसकेँ है अब दिदीले सम्झाउँदाखेरि ए भनेर त्यस्तो हुँदै थियो होइन र अब भ्लग बनाउनु पनि बिर्सिसकेँ होइन र अब म चाहिँ अब इक्जाम सकेर चाहिँ एउटा अझै एउटा नयाँ च्यानल खोलौँ है खोलौँ भनेर सोचिरहेको छु त्यसमा चाहिँ अब स्टोरी टाइमहरू भिडियोहरू भयो होइन त्यस्तो खालको भिडियोहरू हालौँ भनेको त्यसमा चाहिँ र यो चाहिँ भ्लगको च्यानल भयो त्यसमा चाहिँ अब के हुन्छ च्यालेन्जेसहरू त्यस्तो खोलौँ भनेको होइन तपाईँहरू पनि कमेन्ट्समा भनिदिनुहोस् खोल्नु पर्ने हो कि होइन है खोल्नु पऱ्यो भने चाहिँ म खोल्ने छु र हुन्छ आजको लागि यति नै है तपाईँले हेर्नुभयो र थ्याङ्क यू इफ यु इन्जोय प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् र अर्को भिडियोमा भेट्नेछु टिल देन टेक केयर एन्ड बाई